ल त सिधै आजको विषयमा प्रवेश गरौँ। आज हामी एउटा यस्तो डरलाग्दो घटनाको चिरफार गर्दैछौँ जसले जो कोहीको पनि आङ शिरिङ्ग बनाउँछ। खासमा यो एउटा यस्तो ट्रु क्राइम केस स्टडी हो जहाँ एउटा सुसङ्गठित मानव बेचबिखन गिरोहले कसरी जालो बुनेको हुन्छ भन्ने कुराको भित्री तह उघारिएको छ। एनाटोमी अफ अ ट्रान्सनेसनल ट्र्याप नामले नै प्रष्ट पार्छ नि। हामी एउटा यस्तो पासोको कुरा गर्दैछौँ जुन देशको सिमाना पार गरेर फैलिएको छ। सुन्दा यो कुनै फिल्मी कथा जस्तो लाग्न सक्छ, तर यो एउटा अपराध, प्रणालीगत कमजोरी र एउटी महिलाको अदम्य साहसको एकदमै वास्तविक र सनसनीपूर्ण विश्लेषण हो। अब एकछिन सोच्नुस् त, एउटा सामान्य एकदमै वैधानिक जस्तो देखिने सरकारी जागिरको अफर कसरी विदेशी भूमिमा बन्धक बन्ने अवस्थामा पुग्ला। कल्पना गरौँ, गाउँमा सिलाइ बुनाइको तालिम दिने एउटी निर्दोष प्रशिक्षक जो वीरगञ्ज नगरपालिकामा आधिकारिक रूपमै 65 दिने तालिम सञ्चालन गर्ने प्रस्ताव पाएर खुसी हुँदै घरबाट निस्कन्छन्। तर जब उनी ब्युजिन्छन् नि, उनी आफूलाई नेपालमा होइन भारतको बिहारमा एउटा बन्धकको रूपमा पाउँछिन्। अचम्मको कुरा त के भने, उनलाई आफूले देशको सिमाना पार गरेकोसम्म पनि पत्तो हुँदैन। कहिलेकाहीँ सबैभन्दा सुरक्षित लाग्ने बाटो नै सबैभन्दा खतरनाक पासो बन्न सक्छ भन्ने कुराको यो एउटा चिस्याउने यथार्थ हो। र यसले नि मानिसको सामान्य अपेक्षा र भयानक वास्तविकता बीच कति ठूलो खाडल हुन सक्छ भन्ने कुरा निकै उत्कृष्ट रूपमा प्रष्ट पार्छ। एकातिर हेर्दा सबै कुरा कति सामान्य लाग्छ, नगरपालिकाको जागिर, आधिकारिक सम्झौता पत्र, दैनिक भत्ता अनि वीरगञ्जमा बुनाइ तालिम। जो कोहीले पनि यसलाई सजिलै विश्वास गरिहाल्छ नि, होइन र? तर वास्तविकता निकै कहाली लाग्दो थियो। बिहारको बोधगयामा बन्धक बनाइएको अवस्था, चिसो भुइँमा सुत्नुपर्ने बाध्यता अनि परिवारलाई धम्काएर पैसा माग्न गरिने जबरजस्ती। ठगहरू कति सजिलै विश्वासिलो आवरण खडा गरेर मानिसको आँखामा छारो हाल्न सक्छन् भन्ने कुरा यसबाट छर्लङ्ग हुन्छ। अब यो पुरै पासो कति चलाखीपूर्ण थियो भनेर बुझ्न हामीले एउटा पदको बारेमा जान्नै पर्छ। EDF अर्थात् एन्टरप्राइज डेभलपमेन्ट फ्यासिलिटेटर। खासमा यिनीहरू भनेका नगरपालिकाहरूमा सिपमूलक तालिम चलाउन खटिएका सरकारी सहजकर्ता हुन्। यहाँ सबैभन्दा खतरनाक कुरा के भयो भने, सुरत चलाउने नाम गरेका एक व्यक्तिले आफ्नो यही EDF पृष्ठभूमिलाई हतियारको रूपमा प्रयोग गरे। उनले फेसबुक मार्फत सम्पर्क गरेर त्यही नक्कली 65 दिने तालिमको लोभ देखाएर ती महिलालाई फसाएका थिए। सरकारी पद र प्रणालीको यस्तो दुरुपयोगले यो पुरै अपराधलाई झनै डरलाग्दो बनाएको छ। ल, अब यो गिरोहले ठ्याक्कै कसरी काम गर्छ, उनीहरूको त्यो मोडस अपरेन्टीलाई अलिकति केलाएर हेरौँ। उनीहरूको योजनाबद्ध अपराध मुख्य 4 चरणमा हुन्छ। पहिलो, आधिकारिक सुनिने जागिरको प्रस्तावले लोभ्याउने। दोस्रो, पीडितलाई झुक्क्याएर सिमाना नजिक पुर्याउने। तेस्रो र सबैभन्दा डरलाग्दो चरण, पीडित गाडीमा सुतेको मौका छोपेर राति सिमाना पार गराउने। वीरगञ्जबाट 2 घण्टाको बाटो हो भनेर झुक्क्याउँदै रातको समयमा पुरै 6 घण्टा यात्रा गराएर उनलाई भारत पुर्याइएको थियो। अनि चौथो, गन्तव्यमा पुग्ने बित्तिकै सञ्चारका सबै साधनहरू जफत गर्ने। एकदमै सजिलो तरिकाले सिमाना पार गराउने यो कस्तो भयानक रणनीति! एकपटक बिहारको बोधगयास्थित केन्दु गल्लीको घर नम्बर 13 मा पुर्याएपछि सुरु हुन्छ असली र गम्भीर मनोवैज्ञानिक यातना। रामबहादुर थापा जस्ता व्यक्तिहरूले चलाइरहेको त्यो अकडाको अवस्था कस्तो थियो भने, सुरुमै फोन खोसेर बाहिरी दुनियाँबाट पूर्ण रूपमा अलग गरिन्थ्यो। त्यसपछि सुरु हुन्थ्यो परिवारसँग 3 देखि 5 लाख रुपियाँसम्मको फिरौती माग्न नक्कली चिठीहरू लेख्न लगाउने काम। झुट बोल्न सिकाउने, नेपालबाट अरू मान्छे ल्याउन उक्साउने ब्रेन वाशिङ सत्रहरू त सामान्य नै थिए। कुरा नमाने मृगौँला झिकेर बेचिदिने वा जाने मार्ने जस्ता धम्कीहरू सुन्दा मात्रै पनि कहाली लाग्छ। तर यस्तो चरम दबाव र त्रासको बीचमा पनि ती महिलाले जे गरिन् नि, त्यो सुन्दा तपाईँलाई पनि गर्व लाग्नेछ। उनको यो भनाइलाई ध्यान दिएर सुनौ। म कसैको आदेश मान्दिन, मलाई मारे पनि म यो कम्पनीको लागि काम गर्ने छैन। उनले यो कुरा मात्र भनिनन्, व्यवहारमै गरेर देखाइन्। त्यो ब्रेन वाशिङ सत्रबाट उम्किन उनले मुखमा औँला हालेर बान्ता गर्ने नाटक गरिन्। त्यति मात्र कहाँ हो र, फिरौती माग्न दिएको कापी र कलम नै छतबाट फ्याँकिदिएर उनीहरूको ठाडै अवज्ञा गरिन्। यो असाधारण मानसिक लचकता र साहसको एउटा जिउँदो उदाहरण हो। यहाँनिर सबैभन्दा अचम्मको कुरा त के छ भने, उनले आफ्ना अपहरणकर्ताहरूलाई नै कसरी झुक्याइन्।
जब अपहरणकर्ताहरूले शारीरिक र मानसिक दबाव बढाए उनले पैसा मगाइदिने बहाना बनाइन्। राति ठ्याक्कै 10 बजेतिर फिरौतीको पैसा मिलाउनु छ भन्दै उनले केही क्षणको लागि आफ्नो फोन मागिन्। अनि त्यही छोटो समयमा उनले दार्चुलामा रहेका आफ्ना दाइलाई बिहारको ठ्याक्कै जीपीएस लाइभ लोकेसन सुटुक्क पठाइदिन्। सँगसँगै अपहरणकर्ताहरूले खाताको पैसा नजिकुन् भनेर आफ्नो सबै ब्याङ्क ब्यालेन्स भाउजूको खातामा ट्रान्सफर गरेर सुरक्षित पनि गरिन्। साँच्चै कति तीक्ष्ण बुद्धि! यो 2 लाखको अङ्क यत्तिकै आएको होइन, यो निकै महत्त्वपूर्ण छ। खासमा यो त्यही फिरौती रकम हो जुन ललित श्रेष्ठ नाम गरेका व्यक्तिले मागेका थिए। आफूलाई 50 करोडको मालिक भनेर फुइ लाउने ती व्यक्तिले पीडितलाई रिहा गर्न वा त्यहाँको कुरा मान्न यो 2 लाख रुपियाँ मागेका थिए। यो अङ्कले प्रश्न देखाउँछ कि कसरी उनीहरूले एउटा मानिसको जीवनलाई व्यापारिक वस्तु जस्तै मानेर मूल्य तोकिरहेका थिए। अब एकछिन सोच्नुस् त, अवस्था यति तनावपूर्ण भइसकेको छ नि, विदेशी भूमि छ, स्थानीय प्रशासन भ्रष्ट हुन सक्ने उत्तिकै डर छ अनि कडा सुरक्षा भएको कम्पाउन्ड। त्यहाँबाट कसरी उम्किने? जब अपहरणकर्ताहरूले उनलाई नियन्त्रण गर्न गाह्रो भएको महसुस गरे, उनीहरूले ठाउँ सार्नका लागि जबरजस्ती एउटा अटो रिक्सामा कोचे। खुट्टामा अघिल्लो चोटका कारण 8वटा ताजा टाँका थिए। चारैतिर अपहरणकर्ता, गुडिरहेको अटो र अनजान ठाउँ। साँच्चै नै यो बाँच्नको लागि गर्नुपर्ने एउटा डरलाग्दो सङ्घर्षको दृश्य थियो। त्यो मुटु ढुकढुक गराउने क्षण ठ्याक्कै यस्तो थियो। अपहरणकर्ताहरूले अटो रिक्साभित्र उनलाई बीचमा बस्न र टाउको नहल्लाउन कडा आदेश दिएका थिए, तर उनले त्यो मान्ने कुरै थिएन। खुट्टामा 8वटा ताजा टाँका हुँदाहुँदै पनि उनले आफ्नो ज्यानको बाजी राखेर गुडिरहेको अटो रिक्साबाटै सिधै बाहिर हाम फालिन्। दुखाइ, चोट, त्यसको त कुनै परवाह नै गरिनन्। उनी सरासर सडकमा देखिएका एकजना भारतीय प्रहरी अधिकारीतर्फ दौडिन्। जीवन र मृत्यु बीचको त्यो 1 सेकेन्डको निर्णयले पुरै खेललाई बदल्दियो। त्यसपछिको त्यो अस्तव्यस्त अवस्था कस्तो थियो भने जब उनले प्रहरीलाई समातिन्, प्रहरीले उनी पागल हुन् कि भनेर सोधेका थिए। तर उनले स्पष्ट रूपमा हिन्दीमा भनिन्, म पागल होइन सर, मलाई नेपालबाट झुक्क्याएर यहाँ ल्याइएको हो। यता अपहरणकर्ताहरू भने त्यही भारतीय प्रहरीलाई चिया नास्ताको नाममा घुस दिएर कुरा मिलाउन खोज्दै थिए। तर धन्न ती प्रहरी अधिकारीले भ्रष्टाचार गर्न अस्वीकार गर्दै उनलाई सुरक्षित रूपमा थानामा पुर्याए। यदि ती प्रहरीले त्यति बेला इमान्दारी नदेखाएको भए सायद यो कथाको अन्त्य अर्कै हुन सक्थ्यो। ल, अब अगाडि बढौँ र हेरौँ यसपछि घटनाक्रम कसरी अघि बढ्छ। भारतमा ज्यान त बच्यो, तर नेपाल फर्किएपछि सुरु हुन्छ न्यायको लागि अर्को लामो, थकाउने र दिक्लाग्दो लडाईँ। माघ 16 गते उनी भारत पुगेकी थिइन्। माघ 25 वा 26 गतेतिर उनको उद्धार भयो। तर नेपालमा न्याय खोज्ने प्रक्रिया कति सुस्त। फागुनमा बल्ल तल्ल दार्चुलामा उजुरी दर्ता भयो र महिनौपछि असारमा पुगेर मात्र यो केस काठमाडौँको CIB सम्म पुग्यो। यसले हाम्रो नोकरशाही झमेला र न्याय प्रणालीको सुस्ततालाई उदाङ्गो पार्छ। हाम्रो कानुन र यथार्थ बीचको खाडल कति गहिरो छ भन्ने कुरा यहाँ छर्लङ्ग हुन्छ। एकातिर क्रस बोर्डर क्षेत्राधिकार कानुनले भन्छ मानव बेचबिखनको मुद्दा जुनसुकै जिल्लामा पनि दर्ता गर्न सकिन्छ। तर अर्कोतिर प्रहरीको यथार्थ सुन्नुहुन्छ? वीरगञ्ज र महेन्द्रनगरका प्रहरीले उजुरी दर्ता गर्नै अस्वीकार गरिदिए। भर्खरै अपहरणबाट ज्यान जोगाएर आएकी पीडितले उजुरी दर्ता गर्नकै लागि 5 दिनको कठिन यात्रा गरेर दार्चुला पुग्नु पर्यो। संस्थागत अवरोधहरूले कसरी पीडितलाई न्याय पाउनबाट झनै वञ्चित गर्छन् भन्ने कुरा यसले प्रश्न पार्छ। अनि सबैभन्दा झस्काउने कुरा त अझै बाँकी नै छ। असार महिनामा कैलालीको अत्तरिया प्रहरी कार्यालयमा पुग्दा त्यहाँका एक प्रहरीले के भने थाहा छ? त्यो कम्पनी गार्मेन्ट फ्याक्ट्री हो, त्यहाँ राम्रो काम हुन्छ, तपाईँ झुट बोल्दै हुनुहुन्छ। सुन्नुभयो त? अपहरणकारीहरूको प्रत्यक्ष बचाउ गर्दै प्रहरीबाटै आएको यस्तो गैर जिम्मेवार बनाइले सङ्गठित अपराधलाई संरक्षण गर्ने कति गहिरो सञ्जाल छ भन्ने बलियो सङ्केत गर्छ। न्यायरक्षकहरू नै जब यसरी अपराधीको पक्षमा उभिन्छन् नि, तब प्रणालीमाथिको विश्वास पुरै डगमगाउँछ। तर यो सबै अन्ध्यारोमा एउटा उज्यालो किरण पनि छ। यो 32 को अङ्क निकै महत्त्वपूर्ण छ। ती साहसी महिलाले कहिल्यै हार मानिनन्। उनले सङ्कलन गरेको गुप्तचरी जानकारी र निरन्तरको दबावकै कारण किन्डिया जस्ता गैर सरकारी संस्थाहरूको सहयोगमा त्यही गिरोहको फन्दामा परेका अन्य 32 जना पीडितहरूको सफलतापूर्वक उद्धार गरियो। एउटी महिला जो आफै शिकार भएकी थिइन्, उनको अठोटले कसरी 32 वटा अन्य जीवनलाई अन्धकारबाट बाहिर निकाल्यो भन्ने कुरा साँच्चै प्रेरणादायी छ। उनको यो लडाईँ त्यहीँ रोकिएन। एउटा सामान्य नागरिकबाट सुरु भएको उनको न्यायको यात्रा गृह मन्त्रालय हुँदै प्रहरी महानिरीक्षक र CIB को कार्यालयसम्म पुग्यो।
उनी एउटी सर्भाइभरबाट रूपान्तरित भएर अभियन्ता नै बनिन्। तर विडम्बना हेर्नुस्, पक्राउ पूर्जी जारी भइसकेको छ, अदालतमा मुद्दा दर्ता भइसकेको छ, तैपनि मुख्य अपराधीहरू अझै खुलेआम फरार छन्। यति उच्च तहमा कुरा पुग्दा पनि अपराधीहरू पक्राउ नपर्नुले प्रणालीमाथि धेरै गम्भीर प्रश्नहरू खडा गरेको छ। अन्त्यमा एउटा निकै गम्भीर प्रश्न हाम्रो अगाडि तेर्सिएको छ। जब प्रणाली नै अपराधीहरूलाई बचाउन र संरक्षित गर्न बनेको जस्तो देखिन्छ, तब अर्को शिकार हुने व्यक्तिको जिम्मेवारी वास्तवमा कसले लिन्छ? एउटी साहसी महिलाले आफ्नो ज्यान जोखिममा राखेर यत्रो पर्दाफास गर्दा पनि यदि अपराधीहरू स्वतन्त्र घुनिरहेका छन् भने हामीले कस्तो समाजको निर्माण गरिरहेका छौं? यो प्रश्न केवल त्यो पीडितको मात्र होइन, यो सम्पूर्ण प्रणाली र हामी सबैमाथि तिर्सिएको एउटा गम्भीर प्रश्न हो। यसमा पक्कै पनि सोच्न बाध्य बनाउनेछ। आजको यस विश्लेषणमा हामीसँग जोडिनु भएकोमा धन्यवाद।